नमस्कार यहाँहरु सबैजनालाई तपाईलाई स्वागत गर्छु। तपाईले देख्न सक्नुहुनेछ यहाँ बाहिरपट्टि मेरो गार्डन देख्न सक्नुहुन्छ तपाईले चाहिँ। तर खासमा म यहाँनेरि आउटडोर कुक गर्न आँटेको छु। यो ओदान चाहिँ मैले अस्ति साकेलाबाट किनेको हो, तर नर्मली चाहिँ म बाहिर कुक गर्दाखेरि यो बियरको ब्यारलमा पकाउने गर्छु। तर आज चाहिँ मैले यो युज गर्न लागेको हो र एकछिनमा चाहिँ चिकन मजाले पाक्छ हेर्नुस् है। ल यहाँहरुलाई म इन्ट्रोड्युस गराउँछु। मेरो आजको एसिस्टेन्ट हुनुहुन्छ, आउनु होला प्लिज। यता फर्केर के झर्ना साम्पाङ हुनुहुन्छ उहाँ चाहिँ, यता फर्किनु होला प्लिज। तपाईले यहाँ के पकाउनु आउनु भएको छ? यहाँ चाहिँ हाम्रो सबै सामानहरू चाहिँ मरमसलाहरू चाहिँ रेडी भइसकेको छ। अब यहाँ तेल तातिँदैछ। अब यहाँ हालिदिएको त्यस पछाडि पकाउने आजको सेफ चाहिँ हुनुहुन्छ कान्छी। हाम्रो सबै कुरा रेडी भइसकेको छ। अब चाहिँ यहाँ केबाट स्टार्ट गर्नु? ज्वानो पहिला हाल्नु पर्ने, मिठो हुन्छ स्वाद। त्यस पछाडि यो के अरे पञ्चपुरा 5 पुराण होला, 5 पुरा 5वटा मात्रै हुन्छ यहाँनिर। अनि त्यस पछाडि चाहिँ त्यो अरू भएर लाउँछ होला नि। ल आजको सेफ कान्छी च्याङ च्याङ तरी हाल्दा हुन्छ। यो चिकन ग्रेभीसँग चाहिँ हामीले कोदोको ढिँडो पकाउने प्लान गरेको छौं र ढिँडो पकाउने एकदमै सरल सजिलो उपाय भनेको चाहिँ तपाईले चिसो पानीमा यसरी पिठोलाई घोल्ने अनि त्यसपछि एउटा भाँडोमा थोरै तेल हालेर नटासियोस् भन्नका लागि तेल हालेर चाहिँ तपाईले यो
पिठोलाई त्यहाँ खनाएर तपाईँले ओडाल्न सक्नुहुनेछ, जसले गर्दा एकदम सजिलो तरिकाले ढिँडो तयार हुन्छ। पहिला चाहिँ हामी उम्लेको पानीमा पिठो हालेर मजाले ओडाल्ने गर्थ्यौँ। त्यसरी पनि पाक्नु चाहिँ, तर त्यसो गर्दाखेरि चाहिँ तपाईँको एकदम बल तपाईँलाई पर्ने होइन साह्रो पर्ने हुन्छ, किनभने तातो पानीमा पिठो हाल्दाखेरि पोका होइन भित्र डल्ला भएर बस्छ, अनि त्यो फुटाउनको लागि चाहिँ एकदमै गाह्रो हुन्छ। त्यसैले यो उपाय अपनाउनुहोस् है त। हाम्रो चाहिँ यसरी सबै कुरा यहाँ तयार भइसकेको छ। ग्रेभी पनि चट्ट परेको मिठो भएको छ। म चाहिँ ढिँडो लभर त्यति साह्रो मान्छे होइन, त्यही पनि आगोमा पकाएको भन्ने बित्तिकै एक प्रकारको एक्साइटमेन्ट हुन्छ। त्यसैले अब खानु पर्यो नि त है। खाएँ ल। थ्याङ्क यू सो मच फर वाचिङ।